यिनीहरूले 1 घण्टा भयो चर्न थालेको अहिलेसम्म आउँदा होइन अझै पनि खान खोजिरहेको बाख्रा हेर्नु पर्यो त्यो एउटालाई त रोक्नु न म भिडियो गरेर हान्छु क्या त्यसलाई यतिकै हान्दिनँ नि जुग्गा जुग्गा टाँसिरहेको थियो यसलाई भोक लागेको त होस् यार सबै मेरो घाँटीमा नपक्छ चुप्पा गर्दै भ्युअर्सहरू यस्तो भएर 3 सेकेन्ड भित्रमा ल्याउन सक्यो भने छि मलाई छि हाई गाइस आज एकदमको डे नम्बर 12 रिसेन्ट 5 दिनमा नेपालमा यो सोसियल मिडिया ब्यान भयो त्यसपछि आन्दोलन भयो आन्दोलनमा 51 जना बिते मर्न चाहिँ गोली हानेर अदालत सबै पुलिस स्टेसनहरू सबै जलायो आर्मीले टेक ओभर गर्यो सुशीला कार्की भन्ने मान्छेलाई हामीले प्रधानमन्त्री रोज्यो 6 महिनाको लागि प्रधानमन्त्री हुँदैछन् 12-13 हजारवटा क्रिमिनल बाहिर घुमिरहेको छ कि यस्तो क्रेजी सिचुएसन छ इंडियाले तारिफ गरिरहेको यो प्रोटेस्ट बारेमा किन तारिफ गरिरहेको थाहा छैन शङ्का लगाइरहेको छ स्केटिङ खेलेको यति जिउ दुखिरहेको यस्तो हात हेर्नु नि यस्तो पछाडि अझै हिजो एक्सिडेन्ट भएको बाइक एक्सिडेन्ट भन्दा पनि अलिकति लडेर म पछाडि थिएँ यहाँनिर ट्याङ्ग लड्यो यहाँ त्यस्तो धुएर घाउ चाहिँ भएन मास फटातिर क्या धुएर मैले पनि बाइक चिप्लाइदिएछु आमाको यहाँनिर घाउ नै भयो यस्तो नजरै घाउ भयो हिलो जस्तो थियो त्यहाँदेखि त्यसको लागि बाइक रोक्छु भनेर झ्याप ब्रेक लाग्यो त टायर चिप्लेर पक्लाएको हुन्छ अब एकछिन एक्सर्साइज गर्नु पऱ्यो धेरै भयो यार एक्सर्साइज नगरेर मेरो गइसक्यो प्याक हराइसक्यो अब नुहाउनु जानु पऱ्यो गाइस यस्तै यति एक्सर्साइज गरेर थकाइ लाग्यो छि मलाई छि गाइस मेरो बुद्धि हेर्नु न मैले लुगा लिएर आएको होइन एउटा सुरुवाल लिएर अर्को पनि कट्टु नै ल्याएछु टी सर्ट ल्याउनु पर्दैन कसैले पारीबाट म आउँदाखेरि यता वारीको मान्छेलाई बोलाइदियो भने तर कसलाई बोलाउने थाहा छैन त्यो मान्छे पारीबाट हेरेर जस्तो तर कसलाई बोलाउनु थाहा छैन मैले त बोलाएन पानी पर्यो गाइस पानी पर्यो गाइस उतानेर त्यो हैसा यो छ नि यो कुन हो गाइस यहाँनिर हैसा छ होइन म यहाँनिर मोबाइल राख्छु मैले त्यो हैसा त्यो भिडियो स्टार्ट गरेको 3 सेकेन्ड भित्रमा ल्याउन सक्यो भने तपाईँले सब्सक्राइब गर्नुपर्छ है त ओके यसलाई भोक लागेको त मान्छे आउला जस्तो मलाई हान्न खाइदिएर ज्याकेट पुरै भोक लाग्यो चुप्पा गरिदियो भ्युअर्सहरू चुप्पा देम अहिले रिस उठाइदिन्छ है हेलो भ्याउला हो माई गड सरी चुला खाँदा अब ताला अब चाहिँ बाख्रा हेर्नु पऱ्यो होइन हजुर मिल जानु भयो आउनु भएको छैन नि मैले बाख्रा हेर्नु पऱ्यो है त यति हङ्ग्री भएका छन् नि उता पुऱ्याउनु पनि यतैबाट खान थालिसक्यो गाइस त्यो बोका यो नि यो बोका कि खसी भेला यो खसीले मेरो पिठे खान्छ है किन थाहा किनभने त्यता माथि जानु पाउँदैन यो हाम्रो बारी होइन मैले इन्डिगली चराएर छु हाम्रो बारी यो कुलापछि उतापट्टि चाहिँ हो मतलब यतापट्टि चाहिँ हो यता चढ्न पायो यताबाट माथि जान पाएन त्यही भएर म त्यसलाई गाली अहिले पर्दैन नेपाली बुझ्दैन कि छ्या नाङ्लो ठोर हात्ती तर्साउने भने चाहिँ त्यो आफै गर्नु मैले यहाँ कराएको नि त त्यो चाहिँ धेरै भोका रहेछ भने चाहिँ देखिन्छ कि किनभने हेर्नु न यस्तो बुजा हालेर खाइरह एकै ठाउँमा टिकिरह नत्र त यो भोक लाग्दैन भने त पुरै चारिसक्यो 14 डाँडा पारि गइसक्यो बाख्रा गरौँ है त कतिवटा चरा रहेछ मलाई एक्ज्याक्टली थाहा नि एउटा दुईवटा तीनवटा चारवटा पाँचवटा छवटा 7 8 9 10 11 12 13 14 15 16 17 18 19 21 22 23 24 25वटा रहेछ ओके नट ब्याड घरमा 4-5वटा छ गाइस त्यसले बिगारेको त्यहाँ एउटा यो चोर्नी छ नि चोर्नी बाख्रा त्यसले बिगारी काकाले
यता लाने भने उता लैछ्या गाइस कस्तो बाहिर अहिले 2 दिन थाल्यो यार किनभने म कहाँ आइसक्यो सर्प नहोस् यार सर्प मेरो घाँटीमा नपसोस् गोरुहरू आफ्नो बाटो दिएर लाएर रिस उठाइछ मलाई यति रिस उठायो नि यो चोर 1 नम्बरको चोरेलाई त म यस्तो हान्छु नि म तिनीहरूलाई घर गएर यस्तो रिस उठायो नि त्यसकै पछि लाएर सबै बाख्रा माथि गएको अनि सबैजना माथि पछि त्यो तल आएर घर फर्किन लाग्यो यस्तो पुरै पसिनै पसिना भएछ म हेर्नु नि यो सबै पसिना हो नि डोन्ट गेट कन्फ्युज अनि म धोएर आयो नि पुरै पसिना नि प्योर पसिना हेर्नु भिजाएको कति दुःख दिस्यो पाराले त्यो एउटालाई त रोक्नु न म भिडियो गरेर हान्छु क्या त्यसलाई यतिकै हान्दिनँ नि यति रिस उठाएको त्यसले मलाई जुगा टाँसिरहेको थियो है पुरै अहिले चाहिँ आएर दिमागमा के याद आयो भने थम्बनेल सुटिङ हान्छु जुगासँग भनेको त ल्या जुगै भेट्दैन के गरौँ म के गरौँ बाख्राहरू यति माथि आइसक्यो होइन घर चाहिँ उता होइन रात चाहिँ पर्ला होइन 6 बजी लगाइसक्यो अब बिस्तारै फर्काउनु पऱ्यो भने त एकैछिन तल पुगिहाल्छ एकछिन चरोस् सब गाइज हेलो बच्चाहरू खाना नै आउँदैन किन ल थम्बनेल खिचिदिउँ न भनेको गोरुहरू थम्बनेल आउन कन्टेन्टै थाहा छैन तिमीहरूलाई कन्टेन्ट भने थाहा ल भन्छु यता हेर्नु होइन कस्तो यार भाइरल गरिदिँदै म हेरेर ओह्राल्नु पऱ्यो कहिले मैले बुझ्न नसकेको कुरा हामी त एकैछिन भात खान्छौँ यति खान्छौँ 5 मिनट खान्छौँ अगाइहाल्छ त यिनीहरूले 1 घन्टा भयो चर्न थालेको अहिलेसम्म अगाएन अझै पनि खान खोजिरहेको वाट इज दिस कस्तो हो त्यो कस्तो हो कि कसरी कराउँछ त्यो बाँसको झ्याङ हेर्ने बित्तिकै मलाई सर्प छ कि जस्तो लाग्छ क्या यार द्याट्स सो क्रेजी अब हेर्दा नि कस्तो अबुइसक्यो हो कि होइन सब मोटा खायो सब हेर्नु नि त्यसको पेट यत्रो भयो त्यसको पेट यत्रो पेटुहरू भएको कडा चढाइदिएको मैले आज कडा कमन थ्याङ्क यू भन्छ थ्याङ्क यू भन्ने हो वेलकम भनिदिन्छु नि त म जब यिनीहरूलाई लानु पऱ्यो यार मम्मीले दिन आफ्नो रात अर्काको भनेको छन् अन्त अर्काको भनेको थियो पनि 12,000 कैदीहरू अझै पनि बाहिर छन् यिनीहरूलाई किडन्याप गरिदियो भने च्याउ हुन्छ त्यही भएर घर लैजान्छु प्लिज बी सेफ अझै पनि 12,000 कैदीहरू बाहिर छन् अझै पनि सुशासन आइसकेको छैन त्यही भएर प्लिज बी सेफ पुगिसक्यो बाख्रा त रोडमा पुगिसक्यो अब म पनि हिँड्नु पऱ्यो यस्तो छ यार बाटो पिच गर्नु पर्ने आफ्नो बारीमा जति खाएन अर्काको बारीमा चोर्न हिँड्ने क्या भाडा हेर्नु न अर्काको बारीमा चाहिँ लुच्ची हान्छ करा कस्तो कराएको आगेर ऊ आयो अनि उसको पछि 5-6 जना आँटिदिन्छु म एकदिन गोरा लाले तँलाई बाख्रा छोडेर पुराना बाख्रा छोडेर तँलाई यो डन्डीले हानु क्या तँलाई त्यसलाई चाहिँ हान्नु न मैले त्यसलाई कसरी रिस उठाएँ मैले कसरी पिट्न आँटेको थिएँ बाख्रा छोडेर लहर बालीमा लहर बाख्रा लाएर बाली छोडेर हात तँलाई अच्छा ल